हेलो एभ्रिवान, आज चाहिँ म यो दिल्ली बजार स्थित फास्ट फुड नेवारी खाजा घरमा आएको छु। यो चाहिँ यसको विशेषता के छ भन्दा यो ठाउँमा चाहिँ एकदम पिरो जे चिज पनि पिरो पाउँछ। यहाँ चाहिँ तपाईँको सेकुवा छोइलादेखि लिएर नेवारी आइटम सबै पाउँछ। तर पनि एकदम विशेष नेवारीमा पनि नयाँ ट्विस्टसित उहाँहरूले बेच्नु भएको छ। यो खाजा घर अलमोस्ट 10 वर्षदेखि नै यहाँ यो ठाउँमा चलेर आएको छ। म चाहिँ 8 वर्ष अघिदेखि नै यहाँको सेकुवा मैले टेस्ट गरिरहेको हुन्थेँ। अनि जाउँ न त आज कस्तो छ अहिले। पहिलाको जस्तो टेस्ट छ कि नै? पहिला चाहिँ मलाई एकदम बवाल लाग्थ्यो, आज चाहिँ अहिले चाहिँ कस्तो छ? सेम टेस्ट छ कि पिरो कम भएको छ कि के छ? लेट्स जाउँ है त ल। आज चाहिँ बफ सेकुवा र छोइला खाने भन्ने प्लान थियो। अनि छोइला चाहिँ आज रहेन रहेछ, हाम्रो छोइला बिगिसकेछ। अनि हामीले चाहिँ बफ सेकुवा अनि यो चाहिँ चिकन छोइला खाने प्लानमा छौँ। चिकन छोइला आइसकेको छ, बफ सेकुवा चाहिँ हाम्रो आउनै छ। पहिला चाहिँ यो चिकन छोइला टेस्ट गर्दै गरौँ, अनि सेकुवा पनि हामीले चाहिँ टेस्ट गर्नेछौँ। यहाँको चाहिँ विशेषता भनेको के हो भन्दा एकदम पिरो हुन्छ क्या, टेस्टी हुन्छ, एकदम बब्बाल टेस्ट हुन्छ। अनि पिरो चाहिँ भयङ्कर पिरो हुन्छ कि खाँदा खाँदै पुरा आँखाबाट आँसु पनि आउन सक्छ क्या, त्यस्तो टेस्ट हुन्छ। टेस्ट गरौँ है त। छोइला टेस्ट गर्न थालेको, यो हाम्रो सेकुवा पनि आइसक्यो। छोइला र सेकुवा मेरो हातमा आइसक्यो। आजको डिस चाहिँ यो मात्रै आज टेस्ट गर्ने, अरू चाहिँ पछि टेस्ट गरौँ होला। लेट्स डाइभ। फर्स्टमा चाहिँ यो छोइला एकदम तपाईँले यहाँ देख्न सक्नुहुन्छ, एकदम यो बाहिर नै खुर्सानी छ कि खुर्सानीको दानाहरू पुरा एकदम पिरो छ, तर टेस्टी चाहिँ बबल टेस्टी छ कि। लेट्स ट्राई। ओ वाउ, मस्त पिरो छ। आँखाबाट पुरा आँसु आउँछ, यति सक्ने बेला छ म। यो त चिउरा खाँदा चिउरासित खाँदा अलिक कम हुन्छ कि। यति सकन्जरी चाहिँ आँसु नै आउनेवाला छ कि आँखाबाट, त्यस्तो पिरो छ। तर जति पिरो भए पनि छोड्न चाहिँ मन लाग्दैन क्या, कस्तो टेस्टी छ कि, बबाल टेस्ट छ। मान्छेलाई पिरो नखाने मान्छेले पनि खाइदिउँ जस्तो लाग्छ कि यो खाँदाखेरि, त्यस्तो बबाल छ कि। चिकन छोइला ट्राई गरौँ ल। यो पनि उस्तै पिरो हो फेरि, पुरा खुर्सानी देखिरहेको माथिसम्म नै। मजा छ। यो जस्तो पिरो चाहिँ अलि छैन यो, र नर्मल पिरो नखाने मान्छेलाई चाहिँ मस्त पिरो नै हुन्छ है। अब म यो खान्छु अनि खाएर अझै लास्टमा फेरि यसको रिभ्यू दिन्छु। म यहाँको यो पिरो सेकुवा चाहिँ मैले विगत 2018देखि नै खाइरहेको छु। अहिले 2026 भयो। 7-8 वर्ष अघिदेखि नै मैले यहाँको सेकुवा अनि यो पिरो आइटम चाहिँ मैले खाइरहेको थिएँ। यो टेस्ट चाहिँ पहिला जस्तो थियो नि त्यस्तै नै छ। पहिला पनि यस्तै पिरो हुने अनि अति बवाल टेस्ट हुन्थ्यो, अझै पनि त्यस्तै छ। टेस्टमा केही कम्प्रोमाइज भएको छैन। अझै पनि यो लास्टै पिरो भएर खानै गाह्रो छ कि। यो सेकुवा चाहिँ खाइसक्यो, यो चाहिँ छोइला चाहिँ अझै पनि बाँकी रहेको छ कि। पुरा मेरो त आँखाबाट सबै धरधरा आँसु झरिसकेको थियो। अब यो लास्ट खाएर मात्रै, यो छोड्न पनि मन छैन। लाइक पिरो त अति पिरो भएको छ होइन, खान एकदम गाह्रो छ। तर पनि यो टेस्टले गर्दा चाहिँ यो छोड्नै मन छैन क्या, त्यस्तो बबाल टेस्ट छ क्या। अब यो खाएर मात्रै छोड्छु म, यत्तिकै त छोड्नेवाला छैन। बरु आँखाबाट आँसु नै आओस्, रुन नै किन नपरोस्, तर खान चाहिँ म छोड्दिनँ है। लास्ट पिस हो यो। चेस।
यो चाहिँ सेकुवा जस्तो त्यति साह्रो पिरो चाहिँ छैन, तर पिरो चाहिँ वाइल्ड पिरो नै हो है। फेरि यदि तपाईँ पिरो लभर हो भने तपाईँहरू चाहिँ यो ठाउँमा आएर यो ठाउँको टेस्ट चाहिँ ट्राई गर्नु नै पर्ने हुन्छ। बब्बाल टेस्ट छ। अहिले चाहिँ यो सङ थालिसकेँ। अहिलेको भिडियोलाई चाहिँ यति गरौँ होइन। नेक्स्ट टाइम चाहिँ यस्तै यस्तै पुरा अलग टाइपका फुडहरू मैले लिएर पक्कै पनि आउनेछु। त्यतिको लागि गुड बाई, सी यू अगेन।